तर श्रीमतीसँगको सम्बन्ध चाहिँ सबै सकिन्छ हो। अहिले श्रीमान र छोरालाई रोज्नु पर्ने हुन्छ, तपाईँ कसलाई रोज्नुहुन्छ? सबै दुवैजना मेरो हो। एउटालाई रोज्नु पर्दा कसलाई रोज्नुहुन्छ? छोरा। छोरा अभियसली तपाईँ? मैले पनि छोराले रोज्नु पर्ने हुन्छ। ओके। मलाई नरोज्ने। यो के हुँदो रहेछ भने नि, लोग्ने स्वास्नीको सम्बन्ध भनेको चाहिँ अस्थायी हुँदो रहेछ, तर छोराछोरीको सम्बन्ध चाहिँ स्थायी हुँदो रहेछ। जस्तो मेरो अहिले ठुलो छोरा मसँगै छ, तर उसको आमा मसँग छैन, ऊ कसैको श्रीमती भएर बसिरहेछ। त्यो लोग्ने स्वास्नीको सम्बन्ध चाहिँ अस्थायी हुँदो रहेछ होइन। जबसम्म प्रेम रहन्छ, जबसम्म विश्वास रहन्छ, जबसम्म माया रहन्छ, त्यो बेलासम्म स्थायी भयो। मैले तपाईँलाई रोजेको भए होइन। तर छोराछोरीहरू भनेको चाहिँ त्यो चाहिँ अब युगौं युगसम्म रहिरहने सम्बन्ध। त्यो चाहिँ कस्तो खालको, अब हामी त श्रीमान श्रीमती भनेको त बीच बाटोमा यात्रा गर्दा गर्दा भेटिएको, तर बच्चाहरूसँग भनेको त एउटा रगतको साइनो होइन। त्यो त कस्तो त मेटाउँदा पनि नमेटिने साइनो हो नि त। केटा केटीको श्रीमान श्रीमती डिभोर्स भयो भने सकिहाल्यो सम्बन्ध होइन। कस्तो अचम्म लाग्छ कि, जस्तो त्यही श्रीमतीबाट जन्मे बच्चासँग चाहिँ